बाँदरलौरीको फुल हो, नेपालमा बाँदरलौरी भन्छन्। राजवृक्ष पनि हो यसको नाम, त्यसैगरी अमलतास पनि हो। कहीँ राजवृक्ष भनेर चिन्छन्, कहीँ अमलतास भनेर चिनिन्छ र आयुर्वेदिक जगतमा अथवा औषधिको दुनियाँमा चाहिँ राजवृक्ष अमलतास भनेर नै यो धेरै फेमस छ। र यसको फुलको चाहिँ गुलकन्द बन्छ, यानि कि यसको फुललाई चाहिँ भेली हालेर पकाएर एक प्रकारको पेस्ट जेली जस्तो मिठो गुलियो चिज बनाइन्छ, जुन चाहिँ गर्मी काट्नको लागि गर्मी मौसममा एकदमै राम्रो हुन्छ। गर्मीको कारणले उत्पन्न हुने समस्यालाई शमन गर्न, पित्तसँग सम्बन्धित दोषलाई निराकरण गर्न त्यसको उपयोग शरीरको लागि राम्रो मानिन्छ। साथै यसको बाँदरलौरीको उपयोग पेटसँग सम्बन्धित बिमारीको लागि राजवृक्षको जुन सेतो बोक्रा छ मैले देखाइरहेको छु पृष्ठभागमा, त्यसको बोक्रा चाहिँ सेतो दुबीमा लगायो भने सेतो दुबी ठिक हुने, मतलब छाला रोगलाई पनि काम गर्ने, पेटको रोगलाई पनि काम गर्ने, एवं गर्मीको कारणले नाकबाट खुन बग्ने समस्या, धेरै ज्वरो आउने समस्या, औडा हुने समस्या, एकदमै छिटो रिस उठ्ने, तुरुन्तै रिस उठ्ने, हाई टेम्परको समस्यामा यसले एक नम्बर काम गर्छ। यो राजवृक्षको फुलको सब्जी, अचार, गुलकन्द, विभिन्न परिकारहरू बनाएर खान्छन् जानेको मान्छेले। अब यत्तिकै पनि यसको चिया बनाएर पनि खान सकिन्छ, यसको फुललाई उमालेर चिया बनाएर नि खान सकिन्छ। तर यो बुटोलाई कुनै पनि हिसाबमा चाहिँ क्षति नपुर्याउँ, किनभने यो पाउन दुर्लभ भइसकेको छ। वन जङ्गलमा बाख्रा चराउने मान्छेले काट दिएर चाहिँ राजवृक्षलाई धेरै हानि नोक्सानी पुगेको छ, अचेल यो पनि पाउन गाह्रो भइसकेको छ। त्यसैले यसको संरक्षण गरौँ, बरु रोपौँ है। धन्यवाद।